चाहिँ के कुरा भन्न गइरहेको छु भने एउटा दुःखदको कुरा मैले भोगेछु। 3-4 महिना धेरै नराम्रो भोगियो यो खाडीमा। खासमा कुरो के हो भन्दा यस्तो हो, मेरो चाहिँ एउटा सेलफोन हराएको थियो। हराएको भन्नाले नि चोरी भयो मोबाइल एउटा। यस्तै रुमबाट हस्पिटल काममा जाँदाखेरि चोरी भयो। कसरी भयो भन्दाखेरि अब बिहानै उठ्यो, लुगासुगा लगायो, फ्रेस भयो। त्यसपछि सबै सामान बोक्यो, आफ्नो मोबाइल गोजीमा हालियो। अब ड्युटी जानु पर्यो। भएपछि हाम्रो चाहिँ एउटा गाडी छ, सानो भ्यान, मान्छे लाने ल्याउने गर्छ कम्पनीको। त्यही गाडीमा गएर बस्यो सिटमा, मोबाइल गोजीमा थियो। सिटमा बसेर अब ट्राभल गर्ने समयमा मेरो चाहिँ मोबाइल चाहिँ अब गोजीबाट चाहिँ चिप्लेर अब फसरियो, सिटमा झऱ्यो, गाडीको सिटमा। म त गोजीमा छु भनेर ढुक्कै बसिरहेको थियो। कतिखेर गोजीबाट त्यो आफू बसेको सिटमा झरेपछि हस्पिटल पुग्दाखेरि चाहिँ मेरो मोबाइल चाहिँ छैन गोजीमा। मोबाइल हेर्नु खोज्छु, मोबाइल छैन। ला मेरो मोबाइल त हराएछ, गाडीमै छुटेछ। गाडीवालालाई फोन गरौँ भनेर साथीको मोबाइलबाट फोन गर्यो ड्राइभरलाई। यसो कुरा गरियो, गाडीमा मोबाइल झरेछ भने हेरिदिन्न, मेरो मोबाइल हराएको छ भनेर कुरा गर्यो। ड्राइभर दाइले गाडी चेक गर्यो, त्यहाँ गाडीमा सबै थोक हेऱ्यो, सर्च गर्यो, गाडीमा मोबाइल छैन। पछि फोन गर्यो, गाडीमा मोबाइल छैन, मैले भिडियो सब बनाएको छु, सबै चेक गरेछु, गाडीमा छैन, तिमीहरूकै साथीहरूले लग्यो होला, माग भन्नुभयो। ठिकै छ, गाडीमा छैन भने केटाहरूले लग्यो होला, सँगै बसेको साथीहरूले कसैले टिपेको होला। अहिले एकछिन मजा गरेँ, भरे दिइहाल्ला भन्ने ठुलो आश लिएर बसेको थिएँ म। जसरी पनि पाइहाल्छ नि, केटाहरूले लग्यो होला भन्ने विचार भयो मेरो चाहिँ।